Guys, welcome 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 back to my new video. मैले धेरै दिनबाट भिडियो अपलोड हान्ने थिएन किनकि एक्जामको प्रेसर थियो। ल अब म फेरि अपलोड हान्न सुरु गरेको। आज हाम्रो एउटा नयाँ गेम खेल्नेवाला हम, मेरो मनपर्ने गेम रोब्लक्स। त्यसमा हाम्रो खेल्नेवाला हम मेगा कमेलियन। ल अब हाम्रो खेल्नेवाला हम सबभन्दा राम्रो म्याप हुनेवाला है बीच। अहिले हामीले इन्फेक्सन गर्नु पर्यो कि धेरै किलरहरू आउँछ त्यसमा। हामीले अगर हजुरलाई थाहा नहोला भने यो गेमको बारेमा हामीलाई आफूलाई पेन्ट गर्न हो लुक्नको लागि। अझै सिकरले हामीलाई खोज्छ, हामीले आफूलाई आफ्नो सराउन्डिङसँग ब्लेन्ड हुन। ल सबैजना निक्लिसकेन्। अब हेर्नु गाइज, मेरो पनि पहिलो टाइममा खेलेको। मैले पनि पहिलो टाइममा खेलेको। म धेरै खेल्दैन यो गेमलाई। म पनि मेरो पहिलो बारी हो गेम खेलिरहेको छु। म यस्तो म त पहिलो बारी खेलिरहेको, त्यही भएर म अब हाम्रो लक कसरी हुन्छ, लक हुनेवाला हम र हाम्रो ल हेर्नु, मैले एकदमै राम्रो कलर चुज गरेको आफूलाई ब्लेन्ड हुनको लागि। यो कलर सबभन्दा राम्रो हुनु पर्यो मलाई लागिरह। मलाई थाहा छैन साथीहरू। ओ माई गड, 6 सेकेन्ड मात्रै बच्यो यार लुक्नको लागि। के गरौँ छिटो कुनै ठाउँमा भइरहेन कि पेन्ट राम्रोसँग। एकजनालाई खोजी पनि सक्यो हन्टरले। ओ माई गड, हन्टर नजिकै छ। ओ कति छिटो मारिरहने यार। ल गाइज, हाम्रो लुकिसके हम। गाइज हाम्रो अलमोस्ट फुल्ली लुकिसके छौँ। हाम्रो चाहिँ हन्टरले खोजेको छैन, त्यो राम्रो चिज हो। अरे यार गाइज, मलाई पक्रियो हन्टरले। सबभन्दा लास्टमा पक्रेको थियो त ठिकै छ, यो पहिलाभन्दा राम्रो छ। मलाई त यही राम्रो लागेन कि गेमको। हाम्रो धेरै हिँड्न सकेको छैनौँ, भाग्न सकेको छैनौँ। राम्रै गेम रहेछ यो त।
गाइज हेर्नु है मेरो अरे म के बनाउन खोजिरहेको थिएँ गाइज ल हाम्रो चाहियो ब्याक रुम्स क्लासिक इन्फेक्सन दिएर राम्रो हुन्छ डबल गर्नु पर्थ्यो कि डबल दिएर राम्रो र तर ठिकै केही छैन क्लासिक पनि राम्रो क्लासिकमा धेरै चान्स पाउँछ हामीलाई नखोज्नको लागि गाइज ल मेरो दोस्रो म्याच हो ल सुरु गरौँ ल ल ल ल ल ल हाइडर यो मेरो मसँग पहिला अझ एउटा गेम खेल्यो तर यस्तो गेम थिएन क्या म सक्छु यो गर्न यो ब्रस साइज पनि ठुलो होइन नि त्यसैले मलाई रिस उठिरहेको टाइम पनि छैन नि साथी हो मलाई टाइमै पाएन त्योहरू म हार्नेवाला हो यो तर केही हुँदैन मलाई थाहा थियो मलाई खोजिहाल्छ मलाई टाइमै पाएन लुक्नको लागि ल म हन्टर पनि बन्न सक्दिनँ केही नै केही पनि छैन तसमा आफ्नो एउटा ब्लेन्डिङ स्किल्स तसमा हेरेर म आफूलाई ब्लेन्ड हाल्न सक्छु कि सक्दैन मलाई सधैँ सकेकै छैन यहाँ गर्न यो राम्रो थियो यार म त यो गर्न बिर्सिहालेँ बाग यार यो हुँदा त म अलिक छिटो गरिहाल्थेँ राम्रो हेर न म कति राम्रोसँग गर्न सक्छु nothing
यस ल गाइज आजको भिडियोको लागि यति नै हजुरलाई भिडियो राम्रो लाग्यो होला त लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, ल तल गएर कमेन्ट गरिदिनु मलाई यो गेममा चाहिँ खेल्नु पर्यो कि म अर्को गेममा स्विच गरौँ। कमेन्ट आफ्नो ओपिनियनहरू पनि दिनु कस्तो गेम खेल्ने। हजुरहरूलाई अझ एउटा वर्कआउट भिडियो चाहियो कि चाहिन्न त्यो पनि सोध्नु होला। चाहियो त म अझ एउटा वर्कआउट भिडियो पनि हालिदिन्छु। न त आजको लागि यति नै। बाई बाई।